guys, this is me Anjana and welcome to my channel. आज चाहिँ हामी बाहिर जान लागेको दुईजना अनि हामी ठ्याक्क निस्किने बेलामा पानी पर्यो ठिकै छ हामीले यस्तै खोजिरहेको थियौँ भाइ पानी परेको होला हामीले हिजो भर्खर कुरा गर्दै थियौँ लाइक पानी पर्दै हुन्थ्यो नि अनि कस्तो मजा आउँछ होला ड्राइभिङ गर्न भनी सोचिरहेको थियौँ त्यस्तै नै भयो अहिले ठ्याक्क निस्किने बेलामा यत्रो ठुलो पानी पर्यो यस्तो पानी परिरहेछ फाइनल्ली हामी आइपुग्यौँ आजको हाम्रो डेस्टिनेसनमा अनि आज चाहिँ हामी मेराकी वेलनेस आएको यो चाहिँ बुढा नीलकण्ठमा छ अब कस्तो छ चाहिँ अब हामी हेर्छौँ अहिले चाहिँ 4 बज्यो अब हामी बाहिर जान्छौँ कफी खान्छौँ अनि आई डोन्ट नो मसाज गर्न जान्छौँ होला उहाँ चाहिँ हेर्न थालिसक्नुभयो हामी कुन मसाज गर्ने भनेर बिकज हामी मसाज बिना चाहिँ बाँच्न नसक्ने मान्छे हौ सो अब हामी फर्स्टमै मसाज गर्न जान्छौँ कुन गर्ने भयौँ हामी डिप हेड एन्ड सोल्जरले त पुग्दैन यो डिप टिस्युवाला नै ठिक हुन्छ डिप मसाज नै अब हामी मसाजको लागि रेडी भयौँ यो मान्छे चाहिँ लजाएर पुरै जबरजस्ती मैले क्यामेरामा तानेर लिएर आउनुपर्छ बाई मसाज गर्न गयौँ अब हामी डिप टिस्यु मसाज लिएर स्ट्रङ भएर आउँछौँ अनि युजली विकमा एकचोटि त हामी बाहिर आउटिङ जान्छौँ है एटलिस्ट जान्छौँ अनि जान्छौँ किनभने हामीलाई चाहिँ त्यो बाहिर गएन भने हामीलाई हुन्छ नि घरमा भन्दा पनि बाहिर बसेर हामीलाई एकदम डिप टक गर्न अनि लाइफको बारेमा कुरा गर्न करियरको बारेमा एकदमै त्यो जानुपर्छ त्यही भएर इट्स लाइक आवर थेरापी अनि हामी जान्छौँ जता भए पनि किनभने हामीलाई चाहिन्छ एकदम हामीलाई अस टाइम एकदमै धेरै चाहिन्छ मेरो त खासमा अहिले कोही त्यस्तो धेरै साथी पनि छैन अनि मेरो साथी भने पनि जे भने पनि यही मान्छे हो यही मान्छे कराउने रिसाउने थकाउने अनि यो पालि त मलाई यति धेरै पैसा खर्च गर्न मन छ लाइक कहिले काहीँ हुन्छ नि त्यो भित्रदेखि एकदम पैसा खर्च गरौँवाला हुन्छ नि मलाई सिरियसली त्यस्तो भइरहेको हुन्छ नि केमा खर्च गराउँ त्यो हुन्छ क्या साँच्चै हुन्छ मलाई त्यस्तै गरेर हुन्छ नि जबरजस्ती मैले रेस्टुरेन्ट किनेँ नि आज मलाई त एकदमै भइरहेछ क्या कसरी पैसा खर्च गर्ने भइरहेछ ब्यालेन्स चेक गर्छ दुईजनाको इमोसनल सेक्युरिटी म त दुईजनाको लागि खाना पर्छ भनेर म त प्रेग्नेन्ट पो कि क्या भनेर म त फेरि लाइक सिरियसली मैले त्यस्तो सोचेको थाहा छ Okay, we have ordered rice, jeera rice and chicken. I don't know, this self-service. आउँदैन कि पछि चिकन खान लाग्यो है घरमा चाहिँ बर्थडे छ भनेर थाहा छैन यहाँ चाहिँ होइन यस्तो हो त्यो लाइक कुक चिकनले फरक पर्दैन भएन हामी चाहिँ हामीले अब डिनर गरेर पनि आयौँ अनि मैले मेरो फेभरेट पिजेमा पनि चेन्ज गरेँ यो मेरो फेभरेट हो कस्तो राम्रो कलर छ पिङ्क अनि यस्तो पनि छ त्यही भएर मलाई एकदमै मनपर्छ यो राम्रो छ सजिलो पनि छ कुन पढेছি अहिले मैले पढ्ने हो त्यो साइकोलोजी मर्नी के ए मैले पढिरहेको छु हजुरले पर्सिन्छ I will.
Hello guys, good morning. It's 8 a.m. in the morning. अनि हामी चाहिँ साउन्ड हिलिङ सेसनको लागि जान लाग्यो. आई डोन्ट नो कस्तो हुन्छ, अहिलेसम्म गरेको छैन. सो रेडी फर द साउन्ड हिलिङ सेसन. लेट्स एक्सपिरियन्स इट. ए रेडी विथ दिस. It's time for breakfast. First हाम्रो fresh watermelon juice. Two type of person in vacation. One is like this, working. Another is me, enjoying. Okay, finally हाम्रो ब्रेकफास्ट आयो. अनि मैले चाहिँ अलिकति बुफे ब्रेकफास्ट एक्सपेक्ट गरिरहेको थिएँ, तर आई डोन्ट नो विकडेज भएर होला, मान्छे कम भएर होला, त्यो हुन सकेन. सो मलाई अलिकति डिसअपोइन्ट चाहिँ भएन, बट स्टिल इट्स फाइन भनौँ अब. सो लेट्स इन्जोय. सकाइसकेँ मैले त, कफी आउन छ. यो यता राखेँ. भने This is लिस्यो. here. This is here. Okay, nice. Knife, sir? Knife, you okay? छ. Something. Thank you. आलु खान्छ है फर्स्टमा. भोक लाग्छ. Where is that? ओके. ससेज फेरि मलाई अलिकति रोस्टेड मन पर्यो. There you go. ठिकै खासै छैन रोस्टेड.